धन्यवाद। सम्पूर्ण जनालाई नमस्कार। म युवराज राईको तर्फबाट ठुलो दुधकोशी गाउँपालिका वडा नम्बर 8 दिपी सोलुखुम्बु। यो चाहिँ अलैँची बगान हो। यो दुधकोशी बहुउद्देश्य फलफुल नर्सरी तथा उत्पादन फर्मको अलैँची बगान क्षेत्रमा अलैँची टिपाइ अभियान सुरु भइरहेछ र उहाँहरू हुनुहुन्छ साथीहरू। यो फर्ममा चाहिँ उहाँहरूले काम गरिरहनु भएको छ। जस्तै यो अलैँची यस्तो टिपाइ अभियान यस्तो फलमा उहाँले टिपिरहनु भएको छ। उहाँको नाम छोडवीर राई हो, दिनेश राई पनि। त्यस्तै गरी उहाँ हुनुहुन्छ राजकुमार राई हुनुहुन्छ। उहाँले पनि अलैँची टिपिरहनु भएको छ र यो अति नै विकट परिस्थिति। यो पानीभित्र चाहिँ तपाईहरु बसेर टिप्नै मिल्दैन। यस्तो पानीको मुहान पानी यस्तो बगिरहेछ, त्यस्तोमा मात्र अलैँची हुन्छ। यो सिममा हुने एक जातको प्रजाति मसाला बाली नगदे बाली अलैँची खेती हो र निरन्तर रूपमा यो टिपाइ अभियान सुरु गरेको करिब हाम्रो 20-22 दिन नै हुन्छ। 1 महिना बितिसकेको छ र अन्तिम लास्ट अवधिभित्र चाहिँ हामीले यो टिपाइ अभियान अन्तिम चरणमा पुर्याइसकेका छौँ र हामीले विगत समयमा धेरै यस्ता विषालु चिजहरू हामीले भेटेका थियौँ र आज पनि विशेष गरी एकदमै यस्ता धेरै दिनमा चाहिँ तपाईको 60-70 वटा यो विषालु लाप्रे अब पाइन्छ यसमा। विशेष गरी यसले चाहिँ अलैँची टुप्पामा चाहिँ यो अलैँचीको पात खाएर तल चाहिँ यो झरेर चाहिँ तपाईको बस्ने गर्छ। यही अब उसको बास बस्छ। यो परिस्थिति तपाईहरुले देख्नुहुनेछ र यो चाहिँ तपाईको लाप्रे हेर्नुस्, यस्तो ठुलठुलो लाप्रे छ। तपाईहरुले देख्नुभयो यी यस्तो उदो फर्किया छ यस्ता लाप्रे। यो चाहिँ के छ भन्दाखेरि स्थानीय भाषामा सङ्गोक्प भनेर पनि आज चिनियो। यो चाहिँ महत्त्व धेरै विषालु हुन्छ। यस्तो काँडा हेर्नुस्, काँडा हुन्छ। यो काँडा चाहिँ शरीरभित्र बस्यो भने यो चाहिँ एकदम विषालु हुन्छ। त्यसैले यस्ता विकट परिस्थितिबाट यो अलैँची निकाल्नु पर्ने हुन्छ। यसको मूल्य किनकि अब बढ्न अति आवश्यकता पर्छ, किनभने अन्तर्राष्ट्रिय बिक्री हुने एउटा यो मसला बाली हो। सम्पूर्ण जनालाई म भन्न चाहन्छु हस्त नमस्कार।